हेलो गाइज नमस्ते नमस्ते हामी चाहिँ पहिलोचोटि लाइभ बसेको के छ खबर ठीक छ को सोध्नु भएको हामी दुईजनामा गोरीलाई ठिक कस्तो छ राम्रो छ गोरी किन उता हेरेको रे किन उता हेरेको गोरीले तपाईलाई माया गर्छ कि गर्दैन अरे गर्छ गर्दैन अनि मेरो छेउमा आएर बस्या यस्तो माया नगर्ने मान्छेलाई नि किन छेउमा राख्नु भएको आकृति दिदी रे खै किन बस्या हो किन बस्या यो गोरी चाहिँ जतिखेर नि तपाईँकै घरमा बसिरहेको छ हो रे केही नि हुन्न मेरो बहिनी हो नि त अनि बेला बेला आइरहेको छ मलाई टाइम पास हुन्छ है मलाई माया गर्छ है अहिले माया गर्दिनँ भन्दा चाहिँ गाइज अहिले माया गर्छु भन्छु हजुर पनि बोल्छन् के नमस्ते के छ गाइज भन्दैन के छ गाइज यो गोरी त कति गोरी रहेछ आकृति भन्दा पनि धेरै रे त्यस्तो भन्नु नहुने है यो नानीले कति चकचक गरेकी हो रे त्यहाँ त्यस्तै लेखिस चकचक गर्छ अरे के किन चकचक गरेर भन्दैछ त यतिकै भने नि अर्थ के भन्नुपर्छ म ज्ञानी छु भन्न म ज्ञानी हो एबीसीडी नि 1 2 आउँछ नि है सुनाइछ नि त्यहाँ भन्नुपर्छ 1 2 3 4 5 6 7 8 9 10 12 13 14 अनि 16 अनि होइन वाउ सबैले ताली बजाउनु है गाइजहरू भन मेरो गाइज तपाईँ नि हो अनि त्यसपछि गोरी तिमीलाई नानीलाई एबीसीडी चाहिँ आउँछ कि आउँदैन रे एबीसीडी आउँछ कि आउँदैन किन नपढे अब ठुलो भएपछि पढ्ने हो नानीको घर चाहिँ कता हो नि रे तिम्रो घर कहाँ हो भन्यो रे यतै उता भन्दा परसम्म होइन यता त्यो नानीको मम्मीको नाम चाहिँ के रहेछ अरे भन्दैछ र त्यहाँ हेरेर भन्यो के सबैको नाम भन्दैछु न म मेरो नमस्ते भनेर अनि अगाडि गएर के उभिएर नमस्ते अनि भन्छु मामुको नाम समीरा अधिकारी अनि अरू मान्छेको परे मान्थे होइन के हजुरको बाबाको दादाको मेरो अनि भन्छन् न पापाको सन्तोष अधिकारी नमस्ते नि भन्नुपर्छ के नमस्ते अनि नाम मान्छे नाम मेरो सर्व अधिकारी त्यस्तो भन्नु न के मैले के भन्छु रे के हजुरको साक्षीको नाम भन्छ न अगाडि आएर के फेरि भिडियो बिग्रिन्छ मोबाइल ढल्छ फेरि भन्छ न के हजुरको नाम फेरि नाच्यो भने मोबाइल बन्द गर्छु है लाइभ छिटो मेरो लाइभ बन्द गरिदिउँ नगर्ने हो घर पठाइदिउँ घर जाने हो के गर्छु नमस्ते गरिदिन्छ न अनि मेरो दादाको नाम के हो भनिदिन्छ न नभन्ने त्यही हजुर म भिडियोमा देखाउँदिनँ यो बुनु त कस्तो छुच्ची रहेछ यसलाई घर पठाइदेऊ न अरे के कस्तो छुच्ची घर पठाइदिन्छ अब है गइस हजुर
मेरो सामान नि नचलाइस्यो त्यहाँ त्यस्तै भन्छ नचलाइसके मेरो सामान नचलाइस्यो भनेर नचलाइस्यो के नचलाइस्यो मेरो सामान नचलाइस्यो भेरी आमाले के गर्यो उसको दादाको नाम नभन्नु बेलसम्म उसलाई त्यहाँबाट जान नदिनु रे तिम्रो दादाको नाम भन्थ्यो रे नत्र जान्थिँदैन रे त्यो दादाको साथीले भने दादाको जिसको नाम के हो भन्दैन घरमा नाइ हजुरको दादाको जिसको नाम नाइ ल जा खाऊ त जा बाई गाइस बाई गर्दै बाई अब बन्द गरिदिनु बाई फेरि भेटौला बाई बाई नमस्ते गर्दै नमस्ते यस्तो गरेर गर्नुपर्छ कि नमस्ते ढोक दिया भने जस्तो नि तक दिया बाई बाई